मिनासान कोनिचिवा आज चाहिँ म तपाईँहरूलाई एकदम सजिलो तरिकाले आफ्नो मोबाइल या पासोकोनबाट चाहिँ जेएलपिटीको अनलाइन फर्म भर्ने आइडिया सिकाउँदै सो त्यसको लागि चाहिँ तपाईँहरूले सुरुमा माई जेएलपिटी चाहिँ तपाईँको सर्च बक्समा गएर हान्नुभयो भने यस्तो खालको एउटा इन्टरफेस आउँछ। यसलाई चाहिँ तपाईँहरू अन गर्नु होला। अन गरेपछि चाहिँ यस्तो खालको गामेन आउँछ। यस्तो पेज आउँदा चाहिँ यहाँनिर चाहिँ आइडी पासवर्ड हुनेले चाहिँ सुरुमा यहाँबाट लगइन गर्ने, तर सुरुमा आइडी पासवर्ड नहुनेले चाहिँ आइडी पासवर्ड बनाउनु पर्ने भएकोले यता होममा जानु होला। होममा गएपछि चाहिँ यस्तो एउटा इन्टरफेस आउँछ। त्यसमा यहाँ चाहिँ आइडी हुने मान्छेले चाहिँ लगइन गर्ने हो, नहुनेले चाहिँ माई जेएलपिटी आइडी नि तोरोकु भन्ने छ, यसमा क्लिक गर्नु होला यो तलकोमा। त्यसपछि यो दुईवटा अप्सन आउँछ। एउटा चाहिँ सिङ्गल एकजनाले भर्ने खालको अप्सन हो। यो चाहिँ 10जनाभन्दा माथि ग्रुपकोले भर्ने अप्सन हो। त्यही भएर तपाईँले चाहिँ सिङ्गल भर्नुहुन्छ होला, त्यही भएर यहाँ कोजिनमा ट्रिक लाउनु होला है त। त्यसपछि भाषा पनि तपाईँले दुई तरिकाबाट गर्न मिल्छ, एउटा इङ्ग्लिस एउटा जापानिजबाट है। जुन सजिलो लाग्छ त्यो छान्दा हुन्छ। यस्तो छानेपछि चाहिँ यस्तो के पढ्न आउँछ है। यो चाहिँ नपढिकन यता नि लास्टमा दुई सुरुमा गएर क्लिक गर्दा हुन्छ है। त्यसपछि तपाईँको यस्तो खालको इन्टरफेस आउँछ। आज चाहिँ मैले मेरो बहिनीको भन्न लाग्दैछु, त्यही भएर है त तपाईँहरू आफ्नो नाम राख्नु होला। यहाँनिर चाहिँ अब SUNUWA सुनवार SANJIA तपाईँहरूको नाम चाहिँ यहाँ क्यापिटल लेटरमा लेख्नु होला है त। अनि त्यसपछि तपाईँहरूको यहाँनिर कुनै कता हो त्यो चुज गर्नुपर्ने हुन्छ है। हाम्रो चाहिँ नेपाल भएर नेपाल है। अनि त्यसपछि तल सारेपछि अनि केटे भन्नेमा ओके गर्नु होला है। त्यसपछि यहाँ भाषा पनि चुज गर्नुपर्ने भएको हुनाले हाम्रो भाषा के हो त भन्दा नेपाली। कहाँ छ नेपाली? नेपालकोमा गएर है केटे गर्नु होला है त। त्यसपछि तपाईँ अब केटा हो कि केटी टिक लाउनु पर्ने हुन्छ है। अनि त्यसपछि तपाईँको यहाँ चाहिँ डेट अफ बर्थ है। डेट अफ बर्थ कहिले हो त तपाईँहरूको त्यो राख्नु होला है। यो चाहिँ 2003 11 को कति भनेपछि 1 छ है। अनि त्यसपछि तपाईँ चाहिँ यहाँ 16 वर्षभन्दा माथि हो भन्ने कुरामा टिक लगाउनु होला है त। अनि तपाईँहरूको युबिम्बाङको नि हाल्नुपर्ने हुन्छ यहाँनिर है। युबिम्बाङको थाहा छैन भने चाहिँ तपाईँहरूले सर्च गरेर रेडी गरेर राख्नु होला यतिकै। अनि हानेपछि चाहिँ आधीसम्म चाहिँ तपाईँहरूको आइदिन्छ है यहाँनिर। आधीसम्म आएपछि चाहिँ यहाँनिर के गर्नु होला। त्यसपछि बाँकीको चाहिँ तपाईँहरूले भर्नुपर्छ है त। त्यसको लागि मैले जाइरो कार्डमा हेर्छु कहाँसम्म आयो। त्यो निच्योमेको हाची है त। त्यसपछि निच्योमेको हाची अनि त्यसपछि के छ यहाँनिर निच्योमेनो हाचीको जिउको बान्छ है। जिउको त्यसपछि गएर निच्योको हाचीको जिउको सानहाइचो इचिमारु इची है। तपाईँहरूको ताते मोनोमे चाहिँ तल राख्नु होला है। सानहाइचो इचिमारु इची। त्यसपछि गएर तपाईँको डेनो बाङ्गो लेख्नु पर्ने हुन्छ है। मेल एड्रेस लेख्नु होला है। मेल एड्रेस यो मेल एड्रेसमा चाहिँ तपाईँहरूको अहिले आइडीहरू आउने भएकोले पासवर्ड र मेल एड्रेस चाहिँ याद गर्नु होला है। तपाईँहरूको यही मेल एड्रेसमा तपाईँहरूको अहिले लिङ्कहरू अनि आइडीहरू आउने भएकोले। अनि तपाईँहरूले यहाँनिर पासपोर्ट यहाँनिर तल चाहिँ पासपोर्ट एउटा तपाईँहरूले क्रिएट गर्नुपर्ने हुन्छ है। यसमा चाहिँ एउटा क्यापिटल लेटर अनि त्यसपछि अरू चाहिँ नम्बरहरू पनि चाहिन्छ। अनि त्यसपछि तपाईँहरूले त्यस्तो खालको एउटा आइडी त्यस्तो खालको एउटा पासपोर्ट बनाउनु होला है त। तपाईँहरू @ चाहिँ छिर्दैन यहाँ, त्यही भएर त्यो पनि ख्याल गर्नु होला। अनि मेलबाट चाहिँ ओसिरासे गर्ने हो कि नगर्ने भन्नेमा छ। तपाईँहरूले चाहिँ यहाँ उकेतोरीमा ओके गरेर अनि है त्यसपछि सेभ गरे पनि हुन्छ है।
पासपोर्ट चाहिँ। अनि तपाईँको यहाँनिर यस्तो एउटा गामेन आउँछ, यसमा चाहिँ फेरि एकताल स्पेलिङहरू चेक गर्नु होला है। नेपारू जोसे अनि सेनिन गाप्पीहरू होइन। अनि त्यसपछि युबिन बाङ्गो अनि है तपाईँहरूको फोन नम्बर, जिमेल, पासपोर्ट है। अनि त्यसपछि यहाँनिर लास्टमा सबै ठिक छ भने तोरुकु गर्ने, मिस्टेक छ भने चाहिँ यहाँ मोदुरु गरेर सचाउन मिल्छ है त। अहिले चाहिँ मिस्टेक नभएकोले तोरुकु गर्छु है मैले। तोरुकु गरेपछि तपाईँहरूको मेलमा एउटा लिङ्क आउँछ है, त्यो चाहिँ खोल्नुपर्ने हुन्छ। त्यही भएर अहिले म चाहिँ होममा फर्केर बस्छु। अनि तपाईँहरूको मेलमा यहाँ खाकुनिन गर्नुभयो भने चाहिँ एउटा मेल आएको हुन्छ है। मेल आइसकेको छ है यहाँनिर। यो मेल आएको छ भने चाहिँ यसलाई खोलेर यो लिङ्कलाई मात्र तपाईँले अरू केही पनि गर्नु पर्दैन, यो लिङ्कलाई मात्र क्लिक गर्नु होला है। लिङ्कलाई क्लिक गरेर अघि राखेको पासपोर्ट चाहिँ यो अघि नराखेको पासपोर्ट हो है। त्यसपछि अनि सोसिन सुरुमा मात्र थिच्नु होला है, केही पनि गर्नु पर्दैन। त्यसपछि फेरि तपाईँहरूको एउटा फेरि मेल आउँछ, त्यो मेल चाहिँ आइडी आउँछ यसमा चाहिँ। यो चाहिँ तपाईँहरूको माई जिएलपिटी आइडी भयो। यो आइडी प्लस अघि तपाईँले सेट्टे गरेको, अघि तपाईँले बनाउनु भएको चाहिँ पासपोर्ट, यसले चाहिँ अब सिकिन मोसिकोमी गर्न मिल्छ। यसलाई अब कपी गर्नु होला। अनि त्यसपछि यहाँ आएर तपाईँहरू अघि सुरुको पेज आएको थियो नि, यसमा आएर यहाँनिर अब त तपाईँहरूको आइडी छ। त्यसपछि आइडी भएको हुनाले चाहिँ अब लगइन गर्न मिल्छ है त। लगइनमा यहाँनिर चाहिँ तपाईँहरूको आइडी हाल्नु पऱ्यो, अघि यो जुन मेलमा आएको आइडी र पासपोर्ट हाल्नु पऱ्यो है त। त्यो हालेर लगइन गर्नु पऱ्यो। लगइन गरेपछि चाहिँ तपाईँहरूको यस्तो एउटा इन्टरफेस आउँछ। यसमा चाहिँ तपाईँहरूले यहाँनिर जुकेन मोसिकोमी भन्ने छ, यहाँनिर यो होम छ, त्योभन्दा यो थर्डकोमा गएर चाहिँ क्लिक गर्नु होला है। क्लिक गरेपछि चाहिँ तपाईँहरू एकजनाको भन्ने हो कि अलिक धेरै 10जनाभन्दा माथिको भन्ने, त्यो चुज गर्न मिल्छ है। अब तपाईँले चाहिँ यहाँनिर एकजनाको मात्र भन्ने भएकोले यहाँनिर क्लिक गर्नु होला है त। अनि डेटहरू पनि दिइराखेको छ, कहिले हो कहिलेसम्म छ भनेर चाहिँ। हाम्रो चाहिँ 4को 7सम्म चाहिँ भर्न मिल्छ है। अनि इक्जाम चाहिँ 7को 5मा निचियोबी छ है त। अनि यहाँनिर कोजिन दे मोसिकोमीमा क्लिक गरेर अनि यो सबै पढेँ भन्ने तरिकाले दुई सुरुमा चाहिँ क्लिक गर्नु होला यहाँ तल है त। यहाँ आएपछि यस्तो खालको इन्टरफेस आउँछ। यो चाहिँ सबै भर्नुपर्ने हुन्छ तपाईँहरूले। जस्तै अब के को इक्जाम भर्ने हो त भनेर यहाँनिर तपाईँहरू N4 N3 कुन हो त्यो चुज गर्नु होला। अहिले चाहिँ बहिनीले चाहिँ N2 दिने हो, त्यही भएर मैले N2 चेक गर्छु। त्यसपछि तपाईँहरू चाहिँ कुन एरियाबाट दिँदै हुनुहुन्छ, होक्काइदोबाट हो कि कहाँबाट हो चुज गर्नु होला। हाम्रो चाहिँ यता साइतामा पर्ने भएकोले साइतामा भनेपछि यहाँनिर 3 नम्बरको पर्छ है हाम्रो चाहिँ। त्यो चुज गरेर अनि खेत्ते गर्नु होला है त। त्यसपछि तपाईँहरूको यहाँ स्यासिन फोटो हाल्नुपर्ने हुन्छ। फोटो हाल्नको लागि तपाईँहरूले यस्तो खालको फोटो हाल्यो भने चाहिँ ठिक हुन्छ। अरू यस्तो खालको फोटोहरू चाहिँ नहाल्नु होला। टोपी चस्मा लाएर मास्क लाएर गीत सुनेर अँध्यारोतिर चाहिँ हाल्न मिल्दैन है। त्यो भएपछि चाहिँ यहाँनिर क्लिक गर्ने। त्यसपछि यस्तो इन्टरफेस आउँछ। तपाईँहरू क्यामेराबाट खिचेर नि हाल्न मिल्छ। यहाँबाट वेब क्यामेरा दे साचुई भन्नेमा गयो भने चाहिँ तपाईँहरू यहाँबाट नि खिच्न मिल्छ। तर तपाईँहरूको चाहिँ खिचेर राखेको छ भने चाहिँ यसरी यहाँबाट चुज गर्न मिल्छ है त। यो फोटो चाहिँ अनि अलि यस्तरी मिलाउन नि सकिन्छ है तपाईँको। यो फोटो भएपछि चाहिँ यहाँ हेरी नाउसी गर्ने हो कि यहाँनिर खेत्ते गर्ने हो। तपाईँहरूले यो ठिकै छ, त्यही भएर यहाँ खेत्ते गर्नु होला है त। अनि फोटो पनि यस्तो आउँछ, नाम भइहाल्यो। अनि जाइरो कार्डको बाङ्गो पनि हाल्नुपर्ने हुन्छ यसमा चाहिँ तपाईँहरूले। कहिलेसम्म छ त यसको जाइरो कार्डको डेट चाहिँ त्यो पनि हाल्नुपर्ने हुन्छ है। अनि तपाईँहरू यदि जाइरो कार्ड छैन भने चाहिँ जाइरो कार्ड होगा नाइ भन्नेमा टिक पनि लाउन सक्नुहुन्छ है। अनि अघि नै हाम्रो आइडी बनाएकोले चाहिँ यहाँनिर सबै आइराखेको छ है। अनि केही पनि गर्नु पर्दैन। यहाँ चाहिँ तपाईँ इफ अब खाइसा इन हो भने चाहिँ यहाँ खाइसाहरू नामहरू लेख्नुपर्छ है त। अनि खासै यही छैन भने नलेख्दा नि हुन्छ। अनि यहाँनिर चाहिँ तपाईँहरूले कति नियङ्गो कति पढ्नु भएको छ, गकुस्युजी खान भन्ने छ। तपाईँहरूले अब जति लगाउँदा नि हुन्छ है।
यो चाहिँ मन परिदिँदा हुन्छ। अब के को लागि हो त भन्दा अब यो सिउसोको तामे हो कि के सेनमनमा न्युगाको गर्नको लागि त्यो चेक छ। एउटा टिक लगाइदिँदा केही फरक पर्दैन। यो चाहिँ तपाईँ अनि गएको चाहिँ हो कि खाइसाइन हो कि के हो चेक लगाउने हो। अनि यो जुनमा लगायो नि केही फरक पर्दैन है। यो चाहिँ तपाईँहरूको त्यो भएपछि चाहिँ यहाँनिर नेक्स्टमा जाने। नेक्स्टमा गएपछि चाहिँ तपाईँको यस्तो खालको इन्टरफेस आउँछ। यो आएपछि चाहिँ तपाईँहरूले केबाट पे गर्ने भन्ने हुन्छ। यहाँ चाहिँ 3 तरिकाबाट तिर्न मिल्छ। यहाँ चाहिँ यो सुरुको चाहिँ हो क्रेडिट कार्डबाट तिर्न मिल्छ है। त्यसपछि यहाँनिर ब्याङ्कबाट तिर्न मिल्छ। त्यसपछि यहाँ कोनबिनीबाट है। कोनबिनीको चाहिँ तपाईँको फ्यामिली मार्ट, लसन अनि यो के हो सेइको मात्तो भन्ने रहेछ। अनि मिन्स टपु अनि डेली यामाजाकीबाट तिर्न मिल्छ है। त्यही भएर तपाईँले जहाँ सजिलो लाग्छ त्यहाँ तिर्नु होला है त। मैले चाहिँ लसनलाई दिएँ। अनि त्यसपछि यहाँ नाम लेख्नुपर्ने हुन्छ है। त्यसपछि चाहिँ तपाईँहरूको यस्तो खालको इन्टरफेस आउँछ। अझै पनि तपाईँको चाहिँ तौरुको खानु सित्तेमासेन भनेर भनिराखेको छ है। अझै पनि तपाईँहरूको चाहिँ त्यो कस्तो भन्ने चाहिँ एप्लिकेसन चाहिँ भइसकेको छैन भनिरहेछ। किनकि अझै तपाईँले यहाँ चेक गर्नुपर्ने हुन्छ है। कस्तो भने चाहिँ यहाँनिर कोनबिनीको लसनबाट तिर्ने हो भनेर चाहिँ नाइयो खाकुनिन है। अनि त्यसपछि तपाईँहरू N2को इक्जाम दिने, त्यसपछि कुन ठाउँबाट दिने अझै एकताल खाकुनिन गर्न मिल्छ। फोटो, नाम अनि त्यसपछि जाइरो कार्डको जो हो अनि यो अरू सबै मिलेको छ कि छैन अझै एकताल चेक गर्न मिल्छ है। सबै ठिक छ भने चाहिँ मोसिकोमुमा चाहिँ टिक गर्नु होला। छैन भने चाहिँ यहाँनिर हेङ्को पनि गर्न मिल्छ है। अहिलेको लागि सबै ठिकै छ, त्यही भएर मैले मोसिकोमु गर्छु। मोसिकोमी भने गरेपछि चाहिँ तपाईँहरूको एउटा यस्तो इन्टरफेस आउँछ। अनि यो फोटो खिचेर राख्दा नि हुन्छ, नत्र मेलमा नि आउँछ है तपाईँहरूको जो हो। अनि अब चाहिँ होममा फर्किन्छु म। होममा फर्केपछि चाहिँ तपाईँहरूको यहाँनिर फेरि मेलमा आउँछ एउटा है। चाहिँ तपाईँहरूको त्यसपछि चाहिँ यहाँनिर मोसिकोमी बाङ्गो छ है। अनि इक्जाम कहिले हो त्योहरू छ, कुन लेभल दिन लागेको छ, कहाँबाट, यो सबै एकताल आउँछ। अनि त्यसपछि सिआरआई उकेचुके बाङ्गो छ यहाँनिर होइन। अनि देनुवा बाङ्गो अनि पैसाहरू पनि छ होइन। अनि सिआरआई किखान पनि छ यहाँनिर। तपाईँको चाहिँ 4 महिना 7सम्म चाहिँ तिर्न मिल्छ भनेको छ। यो चाहिँ अब लसनमा गएर तिर्ने हो। म तपाईँहरूलाई लसनमा गएर तिर्ने स्टाइल पनि सिकाउँछु है त ल। अब चाहिँ तपाईँहरू लसनमा गएर चाहिँ लप्पीमा गएर चाहिँ थिच्नु भने सुरुको थिच्नु भयो भने एउटा यस्तो खालको इन्टरफेस आउँछ। यसमा चाहिँ तपाईँहरूको अघि मेलमा आएको ओसिआरआई उकेचुके बाङ्गो हाल्नुपर्छ है त। त्यो हालेर चाहिँ चुकी थिच्नु भयो भने चाहिँ तपाईँहरूको यहाँ फेरि मोबाइल नम्बर हाल्नुपर्ने हुन्छ है। अनि यसमा चाहिँ तपाईँहरूको मोबाइल नम्बर हाल्नु होला। अब मोबाइल नम्बर हानेपछि चाहिँ तपाईँले ओके गर्नुभयो भने यस्तो खालको गामेन आउँछ। यसमा चाहिँ नामहरू अनि पैसाहरू सबै देखाएको हुन्छ, सबै नाइयो खाकुन गरेर। अनि मिस्टेक छैन भने चाहिँ ओके गर्नुभयो भने तपाईँको यहाँबाट एउटा रसिद आउँछ। यो रसिदलाई चाहिँ लगेर रेजीमा दिनु भने पैसा तिर्न मिल्छ। पैसा तिरिसकेपछि चाहिँ यस्तो एउटा पेपर दिन्छ अनि त्यो चाहिँ लिएर फर्किनु होला है त। अनि तपाईँको एडमिट कार्ड चाहिँ पछि घरमा आउँछ अनि इक्जाम दिन जाने पास हुने। अनि भिडियो हेरेर कस्तो लाग्यो अनि लास्टमा चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है। यो सिकाउने सिमस।